वेलकम गाइज। आज हाम्रो चम्पादेवीको हाइकिङ रहेको छ र चम्पादेवीको अघि हामी कीर्तिपुर यता हुँदै दक्षिणकालीको बाटो जाने बाटो हुँदै हामी आएका थियौँ र त्यहाँ बाइक पार्किङ स्थल नभएको कारणले गर्दा हामी अलिकति बाइकमा नै आउनु पर्यो। आउँदा आउँदै हामी यो हात्तीवन हिमालयन हाइट रिसोर्समा आएर बाइक पार्किङ गरेका छौँ र यहाँदेखि हुन्छ हाम्रो अब यात्रा सुरुवात हुन्छ। सुरुवात क्रममा हामी टोलीहरू थुप्रै छन् र आज हाम्रो चम्पादेवीको हाइकिङ हजुरलाई कस्तो लाग्नेछ हामी अपडेटहरू दिइरहनेछौँ र चम्पादेवीमा आइसकेका छौँ र गाइजहरू बाइक पार्किङ गर्दैछन् र करिब करिब आज अलि ढिला नै भयो। 9 बजेतिर हिँडेका थियौँ हामी ल गाइज हामीसँग अपडेट भइरहनु होला। अनि हामीसँग आज हुनुहुन्छ यात्रामा प्रेम हुनुहुन्छ, हजुरलाई स्वागत छ। कस्तो लागिरहेको छ त? अब भर्खर भर्खर सुरु हुँदैछ। हामीसँग हुनुहुन्छ अर्का, कस्तो भइरहेछ त? राइडर हुनुहुन्छ, एकदम मासूम चेहरा लेके हामी आए थे। यहाँ के हाम्रो मासूम चेहरा खिल गया। और के छ तपाईँलाई कस्तो लागिरहेको छ आज हाम्रो चम्पादेवीको हाइकिङ कस्तो लागिरहेको छ त? हजुर त धेरै खुसी हुनु जस्तो छ। म खुसी छैन त। तपाईँलाई कस्तो लागिरहेको छ? ल रुख माथि चढिसकेका छन्। ल अब हामी यहाँदेखि सुरु गर्नेछौँ। ल गाइज, श्री डल्लु सामुदायिक वन क्षेत्रमा यहाँहरूलाई स्वागत गर्दछौँ। हामी डल्लु समुदायमा आइसकेका छौँ। पर्यटन प्रबन्धन अभियान पदमार्गमा राखिएको सूचना बोर्ड डस्टबिनमा क्षति नगरौँ। विश्राम स्थल शौचालयमा कुनै प्रकारको क्षति नगरौँ। पदयात्रा आवश्यक सामग्रीहरूको प्रबन्ध आफैले गरौँ। वनभित्र आगजनी नगरौँ। हामी नेपाली, हाम्रो नेपाल, हाम्रो प्रकृति, हामी यसका सन्तति। ल गाइज हामी सिडी चढ्दैछौँ। भर्खर सिडीको यात्रा सुरु भएको छ चम्पादेवी। हामी हाइकिङमा आइसकेका छौँ। कहाँ छ नवीन? करण पनि हुनुहुन्छ, रोहित भण्डारी। हामी करिब करिब 8-10 जना छौँ। हामी छौँ। म क्यामेराम्यान तपाईँको साथमा छु अनि अर्को क्यामेराम्यान म छु। ल हामी आइसकेका छौँ माथि। बनाऊ न अर्जुन, बनाऊ। गाइज हामी बाटोमा छौँ, हिँड्दै आइरहेका छौँ। हेर्न सक्नुहुन्छ गाइज, यस्तो छ बाटो। ल केटाहरू आइरहेछन् माथिबाट पनि। चम्पादेवी मन्दिरमा ल हाइकिङमा छौँ हामी आज। मम्मीले फोन गरे त्यो पठाएको छु म यहाँको यहाँसम्म आइदियो नि एक्लै चढेँ चढेको छ अहिले म कहाँ पऱ्यो ल गाइज हामी
माथि हेर्न सक्नुहुन्छ बाटो यस्तो उकालो छ बाटो। आज चम्पादेवी मन्दिरको नजिक आइसकेका छौँ र तल हेर्न सक्नुहुन्छ हामी यति तल छौँ। तिमी गइहाल्ने फेरि माझ ल गाइज हेर्न सक्नुहुन्छ। ल हामी चम्पादेवी मन्दिरमा भर्खर आइसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ चम्पादेवी मन्दिरलाई हेर्न सक्नुहुन्छ। एकदमै राम्रो सुन्दर छ चम्पादेवी मन्दिर चाहिँ हाम्रो मन्दिर भयो हाम्रो केटाहरू। अनि यो चाहिँ हाम्रो चम्पादेवी मन्दिर हजुरले सोचेको सबै कुराहरू यहाँ पाउन सक्छ। यो चाहिँ चम्पादेवी मन्दिर। यहाँ देख्न सक्नुहुन्छ खानको लागि सबै आफ्नो सामग्रीहरू ल्याएर आफ्नो खानेकुराहरू ल्याएर खाइराख्नु भएको छ र यहाँ देख्न सक्नुहुन्छ। र हेर्दै हुनुहुन्छ चम्पादेवी मन्दिरको र यहाँ सक्नुहुन्छ चम्पादेवी मन्दिरको हामी 2278 मिटर 2278 मिटर माथि हाइटमा छौँ र हेर्न सक्नुहुन्छ। हामी चाहिँ अब गुम्बा छ नजिकै यहाँनिर नजिकै मन्दिर भयो होइन। अब गुम्बा नजिकै छ हामी गुम्बा नजिकै जाँदैछौँ हेर्न सक्नुहुन्छ गाइज गुम्बा। ल हामी गुम्बामा आइसकेका छौँ। ल हेर्न सक्नुहुन्छ गुम्बामा यहाँ विभिन्न थरीका ढुङ्गाहरू राख्नु भएको छ हेर्न सक्नुहुन्छ।